होइन यहाँबाट बस लाग्छ जाने अनि रमाइलो गर्ने। अब हामी जाँदैछौँ होइन, बस चढ्नुपर्छ। यस्तो छ ठाउँ चाहिँ होइन, माछा पोखरी बस पारबाट यस्तो छ माथि 3 पिप्ले बाटो माथितिर लाग्यौँ। यस्तो छ यहाँबाट, यस्तो छ है। उकालो 2 भाइ सँगसँगै होइन, यस्तो उकालोमा हेर्नुहोस् त हामी यस्तो ठाउँमा छौँ होइन। अब माथि टेम्पल चढेर यो माथि पुग्नु पर्ने छ। यो छ नि यो होइन, 2 भाइ यता छौँ है। तल यस्तो राम्रो ठाउँ छ, यस्तो उकालो छ क्या। ओहो है, यस्तो रमाइलो ठाउँमा छौँ क्या हामीहरू। यस्तो उकालो छ, दामी उकालो, सक्यो एक्सट्रिम। हेर्नुहोस् त ह्यान्डसमलाई, तर पसिना पसिना पनि भइन्छ है। यस्तो राम्रो छ क्या ठाउँ चाहिँ, यस्तो राम्रो छ है। मशक्कत के बाद भुवनेश्वरी टेम्पल पुग्यौँ है। रमाइलो रहेछ टेम्पल चाहिँ, यसमा खुट्टा डुबाउने, ढक्क माथि जाने, हेर्दाखेरि पनि राम्रो होइन। यताउतिको यो मौसम पनि कस्तो राम्रो छ क्या है। यता उकालो चढ्दा गर्मीले त्यस्तो भएको छ, शान्त छ एकदमै भुवनेश्वरी टेम्पल है। यस्तो गरेर अब हामी फेरि हाइक गर्दै 2 भाइ जाँदैछौँ। कहाँ त भन्दा तारकेश्वर महादेवतिर। अब हामी यो सक्यौँ, जो राम्रो छ ठाउँ घुम्नलाई, एकदमै बेस्ट लागिरहेको छ अहिलेसम्म। फेरि यस्तो बाटो, उकालो बाटो, ओह्रालो बाटो गर्दै हामी कहाँ पुग्छौँ त, तारकेश्वर महादेव। स्टे ट्युन। बाटोमा पुगिँदै गर्दा यस्तो छ, काँक्राहरू फलेर बाटोमा। ओहो ओहो है, ल ल हिँड्दै गरौँ, कहाँसम्म पुगिन्छ आज। यात्रा अलि लामो होला जस्तो छ है। दादा यस्तो पो देखियो त गाउँ त। ओहो कस्तो राम्रो, यस्तो भएको छ। यस्तो अर्को गाउँमा सरर पुग्दै हिँड्दै डुल्दै है, रमाइलो छ ठाउँ पनि। यस्तो भुवनेश्वरी मन्दिर छ। यस्तो हिँड्दै आउँदा बाटो यस्तो छ, तल काठमाडौँ सिटी देखिँदैछ, अनि यतातिर चाहिँ यस्तो पुरा एकदम प्योर गाउँ पनि देखिँदैछ है। सट्टै हामी यो बाटो हिँड्दै जान्छौँ। भ्याली भ्यू रिसोर्ट 5 पाने, हामी अहिले 5 पानेमा छौँ। कहाँ छौँ अहिले हामी? 5 पानेमा, 5 पानेमा छौँ। अनि तल काठमाडौँ सिटी पुरै एकदम वाइड तरिकाले देख्नु पाइरहेछ क्या यहाँबाट है। अनि हामी चाहिँ यस्तो यो बाटो हिँड्दैछौँ। यताबाट चाहिँ भुवनेश्वरी टेम्पल उता देखिँदैछ है। हिँड्दै हिँड्दै यो जङ्गलमा 2 भाइ होइन रमाइलोसँग हिँडिरहेका छौँ। रमाइलो भइरहेको छ, एकदम शान्त वातावरण होइन, शीतल हावा चलिरहेको छ। हेर्नुहोस् त भुवनेश्वरी टेम्पल बाटो, त्यो बाटो टक्क त्यो बाटो हुँदै यहाँ आउने, अनि यहाँबाट तारकेश्वर महादेव टेम्पल पनि यतै छ। यतै घुम्नुपर्छ, रमाइलो पनि गर्नुपर्छ है। रमाइलो चाहिँ ठाउँ चाहिँ होस्। हामी त घुम्दै सिडी तर्दै आइरहेका छौँ। म्युजिकको आवाज कस्तो छ है, सुन्नुहोस् त। फिल है, फिल गर्नुहोस्, यस्तो दामी छ क्या। अब हामी हिँडेछौँ 1 घन्टादेखि, मोर देन 1 आवर भयो। ल फिल द म्युजिक है। हिँड्दै बल्ल तारकेश्वर महादेव नजिक पुगिसक्यो हामीहरू। आउँदाखेरि फोहोर चाहिँ नगर्नु होला है,
बाटो फोहोर नगर्नुलाई यस्तो राम्रो सफा बनाएको छ। फोहोर चाहिँ सकेसम्म आफै बोक्नु होला, नत्र ठाउँ ठाउँमा यस्तो डस्टबिन पनि राखिदिएको छ क्या, डस्टबिन चाहिँ युज गर्नु होला। यस्तो छ, पुग्यो फाइनली पुग्यो है। यस्तो राम्रो छ ठाउँ पनि, फाइनली पुगिएको जानकारी गराउँछु। तल तलबाट माथि यस्तो छ, स्टिल हामी चढिरहेको छौँ है। यस्तो छ सिँढीहरू, चढ्दै हिँड्दा हिँड्दै आहा है कहाँदेखि कहाँ अब हामी पुग्छौँ भनेको त अझै बाँकी रहेछ। हारा यस्तो राम्रो छ, चिसो चिसो रमाइलो भइरहेछ क्या।